नमस्कार दर्शकबिन, नेपाल बाइट युट्युब च्यानलमा यहाँहरू सबैलाई हार्दिक स्वागत छ। आज म तपाईहरूलाई इलाम जिल्लाको मेघमाको जङ्गलमा भेटिएको एउटा अत्यन्तै रोचक र ऐतिहासिक महत्त्व बोकेको रुखबारे जानकारी दिन गइरहेको छु। कृपया भिडियो कस्तो लाग्छ लाइक, कमेन्ट अनि सब्स्क्राइब गर्न नबिर्सनुहोला। यदि तपाईहरूले यो बिरुवा कतै देख्नु भएको छ भने कमेन्ट गरिदिनुहोला। यस्तै मेरो च्यानलमा अरू पनि धेरै भिडियोहरू अपलोड भएको छ। कृपया गएर सबै भिडियो हेरेर मलाई सब्स्क्राइब गरेर साथ दिनुहुन्छ भन्ने आशा लिएको छु। यो साधारण रुख होइन, यो त्यस्ता रुख हो जसबाट परम्परागत रूपमा नेपाली कागज बनाइन्थ्यो। सयौं वर्षदेखि हाम्रो इतिहास, संस्कृति र प्रशासनसँग जोडिएको यो रुख हाम्रो प्राकृतिक सम्पदाको महत्त्वपूर्ण हिस्सा हो। अहिले म जुन रुखको छेउमा उभिएको छु यो स्थानीय रूपमा लोक्टा भनेर चिनिने बिरुवा हो। लोक्टा वास्तवमा झाडी प्रकारको रुख हो जुन मुख्यतया नेपालको पहाडी र हिमाली क्षेत्रमा पाइन्छ। यो रुख समुद्री सतहबाट करिब 2500 मिटरदेखि 3000 मिटरसम्मको उचाइमा राम्रोसँग हुर्किन्छ। आदरणीय दर्शकबिन, हामी यहाँनिर एकजना स्थानीयसँग यो लोक्टाको बारेमा केही कुराकानी चर्चा गर्न गइरहेको छौँ। नमस्ते। हजुर नमस्ते। के तपाईँको नाम के हो? मेरो नाम लाल सिंह। यो लोक्टाको बारेमा केही बुझाइदिनुहुन्छ कि? यो लोक्टा भनेको एउटा वनस्पति बिरुवा हो। यो बिरुवाको चाहिँ अब खास गरेर चाहिँ कागज बनिन्छ। कस्तो प्रकारको कागजमा प्रयोग हुन्छ यो लोक्टा? यो कागज चाहिँ अब पहिला चाहिँ अब त्यस्तो यो अहिलेको जस्तो त्यो कपीहरू हुन्थेन। पहिला चाहिँ गाउँमै स्थानीय तरिकामा यसको तपाईँको यसको कागज बनाइन्थ्यो। अहिले चाहिँ अब यसो निकै लोप हुँदै गइरहेको छ। अब यो चाहिँ पहिलाको धनी पूर्जाहरू भयो, त्यस्तै उहिलेका लिपि लेखहरू लेख्नका लागि विभिन्न जे कुराहरू पनि लेखिन्थ्यो। पहिला यही लोक्टाको बोक्राबाट बनिएको कागजबाट चाहिँ त्यो कागज बनिएर चाहिँ त्यो कागजमा चाहिँ लेखिन्थ्यो। अहिले हालमा अब यो लोक्टाकोबाट बनिएको कागजको प्रयोग हट्दै गएकोमा तपाईँको के चिन्ता छ? यो चाहिँ अब हाम्रो सरकारले पनि यसलाई राम्रोसँगले उयो गर्न सकेन, ध्यान पुर्याइरहेको छैन। पहिला अब यो लोक्टाबाटै यसको खेती गरेर किसानले पनि मनग्गे आम्दानी गर्थे, उद्योग सञ्चालन हुन्थ्यो, सानोतिनो उद्योग, त्यसबाट रोजगार पनि पाउँथे, मान्छेले रोजगारी पनि हुन्थ्यो। अब अहिले भनेको नयाँ फ्याक्ट्रीहरू कता गएर विदेशबाट बरु नेपालको उद्योगहरू मासेर विदेशबाट चाहिँ तपाईँको कागजहरू ल्याउने, त्यो कागजहरू प्रयोग गर्ने भएका कारणले गर्दाखेरि चाहिँ यो चाहिँ अहिले लोप हुन पुगेको छ। यसलाई हामीले संरक्षण गर्नुपर्छ। तपाईँ हामी मिलेर यसको एकदमै कागज बनिन्छ, राम्रो हुन्छ। यो लोक्टा कस्तो खालको जङ्गलमा र कतिको उचाइमा यो पाइन सकिन्छ? यो लोक्टा थोरै बताइदिनु पर्यो। यो लोक्टा तपाईँको खास गरी नेपालमा चाहिँ 1500 देखि 2500 मिटरसम्मको उचाइमा समुद्र सतहदेखिको उचाइमा पाइन्छ। यो अलिक चिसो र ओसिलो ठाउँमा हुने वनस्पति हो। यो त्यस्तो हुन्छ। यो अलिक हिमाली भेगतिर, पहाडको अलिक उच्च पहाडतिरको जङ्गलहरूमा प्रशस्त रूपमा भेटिन्छ। र पहिला चाहिँ यसको खेती नै गरिन्थ्यो र यसको धेरै जङ्गलहरू ठुल्ठुलो हुन्थ्यो। अहिले भने चाहिँ कता मात्रै यसको रुखहरू देख्न सकिन्छ। त्यसको लागि तपाईँले यहाँ देख्न सक्नुहुन्छ। यसरी यो तपाईँको यो लोक्टाको बोक्रालाई चाहिँ फेरि त्यसको बोक्राको पनि फेरि एक पत्र यसरी उक्काएर यसरी यो चाहिँ अब तपाईँको यो चाहिँ फ्याँकिन्छ। अब यही मात्रै हो तपाईँको कागज बन्ने भनेको चाहिँ, यसबाटै कागज बनिन्छ। यहाँ मसँग 2-3 वटाहरू छ। त्यसको लागि यसो गरेर यसको यो एक पत्र चाहिँ यसरी फ्याँकेर, अनि यसको चाहिँ फेरि काम छैन, योबाट मात्रै बनिने हो। हुन्छ, यो लोक्टाको बारेमा हामीलाई जानकारी दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद छ। हुन्छ, तपाईँलाई पनि धन्यवाद। यो लोक्टाको बारेमा मलाई जानकारी गर्न पाएँ र यस्तो संरक्षण गर्नुपर्छ हामी सबैले। र तपाईँको यो भिडियो जसले हेर्दै हुनुहुन्छ कृपया यो भिडियो हेरेपछि भिडियोलाई लाइक, कमेन्ट अनि सेयर गरेर सब्स्क्राइब पनि गरिदिनु होला। र
यो हाम्रो यो लोकटाको पनि तपाईँहरूले एकदम संरक्षण गर्नुहोला र त्यही भन्न चाहन्छु। धन्यवाद। इलाम जस्तो चिसो र आर्द्र वातावरण भएको ठाउँ लोकटा बढ्नका लागि निकै उपयुक्त मानिन्छ। लोकटा रुखको सबैभन्दा महत्त्वपूर्ण भाग यसको बोक्रा हो। यही बोक्राबाट परम्परागत नेपाली हातले बनाइने कागज तयार गरिन्छ। प्राचीन समयमा जब आधुनिक कागज उद्योग थिएन, त्यति बेला सरकारी कागजात, धार्मिक ग्रन्थ, जन्म मृत्यु दर्ता, लाल पूर्जा र विभिन्न ऐतिहासिक दस्तावेज यही लोकटा कागजमा लेखिन्थ्यो। आज पनि कतिपय पुराना कागजहरू सयौं वर्षपछि पनि सुरक्षित अवस्थामा भेटिन्छ, जसले लोकटा कागजको मजबुती र गुणस्तर देखाउँछ। अब कुरा गरौँ लोकटा कागज कसरी बनाइन्छ भन्ने बारे। कागज बनाउन सुरुमा लोकटा रुखको बाहिरी बोक्रा सावधानीपूर्वक निकालिन्छ। रुखलाई नष्ट नगरी बोक्रा निकाल्ने परम्परागत तरिका अपनाइन्छ। जसले गर्दा केही वर्षपछि फेरि नयाँ बोक्रा पलाउँछ। यसरी लोकटा एक दिगो स्रोतका रूपमा प्रयोग गर्न सकिन्छ। निकालिएको बोक्रालाई सफा गरेर लामो समयसम्म पानीमा उमालिन्छ। उमालेपछि त्यो बोक्रा नरम हुन्छ र त्यसलाई कुटेर लुग्दी जस्तो बनाइन्छ। यो लुग्दीलाई पानीसँग मिसाएर ठुलो भाँडामा राखिन्छ। त्यसपछि विशेष प्रकारको जाली प्रयोग गरेर पातलो तह बनाएर निकालिन्छ र घाममा सुकाइन्छ। सुकिसकेपछि तयार हुन्छ प्राकृतिक, मजबुत र टिकाउ लोकटा कागज। लोकटा कागजको विशेषता के हो भने यो सजिलै च्यातिँदैन, लामो समयसम्म टिक्छ र किराले पनि सजिलै नष्ट गर्न सक्दैन। यही कारणले गर्दा यो कागज ऐतिहासिक दस्तावेज सुरक्षित राख्न अत्यन्त उपयोगी मानिन्छ। साथै यो पूर्ण रूपमा वातावरण मैत्री हुन्छ, किनकि यसको उत्पादन प्रक्रियामा हानिकारक रसायन प्रयोग गरिँदैन। लोकटा रुखको अर्को महत्त्वपूर्ण पक्ष यसको आर्थिक मूल्य हो। नेपालका धेरै ग्रामीण समुदायहरू लोकटा कागज उत्पादनसँग जोडिएका छन्। यसले स्थानीय मानिसहरूलाई रोजगारी दिन्छ र हस्तकला उद्योगलाई सहयोग पुर्याउँछ। लोकटा कागजबाट डायरी, नोटबुक, झोला, चित्रकला सामग्री र सजावटी सामानहरू बनाइन्छ, जुन स्वदेश र विदेशमा लोकप्रिय छन्। पर्यावरणीय दृष्टिकोणले पनि लोकटा निकै महत्त्वपूर्ण छ। यो रुखले पहाडी क्षेत्रमा माटो कटान रोक्न मद्दत गर्छ र जैविक विविधता जोगाउन सहयोग पुर्याउँछ। लोकटा दिगो रूपमा प्रयोग गर्न सकिने स्रोत भएकाले वन संरक्षणमा पनि सकारात्मक भूमिका खेल्छ। तर आजको समयमा लोकटा रुख विभिन्न चुनौतीको सामना गरिरहेको छ। वन विनाश, अव्यवस्थित दोहन र जलवायु परिवर्तनका कारण यसको प्राकृतिक असर परेको छ। त्यसैले लोकटा संरक्षण र दिगो व्यवस्थापन अत्यन्त आवश्यक छ। स्थानीय समुदाय, सरकारी निकाय र वातावरण प्रेमी सबै मिलेर यसको संरक्षणमा ध्यान दिनुपर्छ।
हामीले यस्ता परम्परागत ज्ञान र प्राकृतिक स्रोतहरूको महत्त्व बुझ्न जरुरी छ। लोक्टा केवल कागज बनाउने रुख मात्र होइन, यो हाम्रो इतिहास, संस्कृति र पहिचानसँग जोडिएको जीवित सम्पदा हो। यसलाई संरक्षण गर्नु भनेको हाम्रो विरासत जोगाउनु हो। आज मैले तपाईहरूलाई इलामको मेघमाको जङ्गलमा भेटिएको यस विशेष रुखबारे जानकारी दिने प्रयास गरे। आशा छ यो जानकारी तपाईहरूलाई उपयोगी र रोचक लाग्यो। यदि तपाईहरूलाई यस्तो प्रकृति र सांस्कृतिक विषयमा थप भिडियोहरू हेर्न मन छ भने हाम्रो नेपाल बाइक युट्युब च्यानललाई लाइक, सेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोला। प्रकृतिलाई माया गरौँ, संरक्षण गरौँ र हाम्रो परम्परागत ज्ञानलाई अगाडि बढाउँ। आजको भिडियो यतिकैमा समाप्त गर्छु। फेरि अर्को रोचक भिडियोमा भेटौँला। धन्यवाद।